Hello and welcome back to my channel. It's me Roshan Razali. After a long time भिडियो बनाउँदैछु हैन. सो तपाईले देख्न सक्नुहुन्छ हैन. सो धेरै पछि एकदम करेज मिलेको थिएन भिडियो बनाउन. सो अब चाहिँ म रेगुलर भिडियो बनाउँछु भनेको छु. लेट्स सी कस्तो हुन्छ हैन. सो आज चाहिँ भर्खर चाहिँ हामी बजार जाँदै छौं अहिले चाहिँ हैन. सो अहिले चाहिँ 2 बज्न लाग्यो. सो त्यही भएर तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हैन साइकल यो मेरो साइकल हो हैन. यो चाहिँ अंकलको साइकल हो इलेक्ट्रिक टाइपको हैन. सो त्यही हो यो साइकल चाहिँ म साँझ काम गर्छु. साँझ काम गर्नको लागि म 4 दिन गर्छु साँझ हैन. 5 to 10 या 11 बज्छ कहिलेकाहीँ हैन. सो यसको लागि चाहिँ यहाँदेखि चाहिँ जाँदा बस मिल्छ तर चाहिँ 10 बजेपछि चाहिँ बस मिल्दैन नि त. त्यही कारण चाहिँ साइकलमा जान आउन गर्नुपर्छ. त्यही भएर चाहिँ साइकल किनेको. सो आज पनि छ काम हैन. तर चाहिँ आज चाहिँ खानेकुरा लिन जानुपर्छ. सब सकिएको छ. सब कुरा रुममा हुन्छ नि पुरा उस भइसकेको छ के. मतलब केही चाहिँ छैन खानेकुरा हैन. त्यसैले हो भात मात्र रहेछ, चामल मात्र. त्यो पनि लास्ट हैन. चामल पनि यति रहेछ के हैन. त्यही भएर चाहिँ जाँदैछौँ. तपाईले देख्न सक्नुहुन्छ हैन. फ्रिजमा खाली छ यो र यो फ्रिज हो हाम्रो पुरा खाली छ हैन. अनि त्यसपछि यहाँ हाम्रो अर्को स्टोर रुम चाहिँ यो हो. यो र यो हो हैन. यति छ केही दिन्छ के. त्यही भएर चाहिँ आज चाहिँ दोकानमा जानुपर्छ भन्ने छ. यहाँ चाहिँ दोकानमा चाहिँ अब प्लास्टिकको पैसा पर्छ हैन. त्यही भएर चाहिँ मसँग झोला यो झोला पनि लाग्छौँ हामीले. त्यसपछि यहाँ चाहिँ अब पैसा त बचाउनु पर्यो सक्दो हैन. त्यही भएर हो गाइज. ल ल जाम. ओ गाडी गयो क्या हो. मतलब बसमा जानु पर्यो नि त. फेरि बस छुट्यो भने 15 मिनट वेट गर्न पर्छ. 15 मिनट हैन. त्यही भएर हो. ल अरू के कस्तो के हुन्छ हैन. आफ्नो आफ्नो ओपिनियन राख्नु होला हैन. धेरै पछि ब्लग आउँदैछ. हाल्छु होला कि हाल्दैन पनि थाहा छैन यो भिडियो हैन. त्यही पनि क्यामेरा खोलिहाले. अब हाल्छु. अब एडिट गर्न टाइम मिल्यो हैन. अब चाहिँ यसो हुन्छ कि यो भिडियो चाहिँ अब रेगुलर हाल्ने नि त ओभियसली ग्रोथ देखिन्छ. तर चाहिँ यो कन्सिस्टेन्स हुन चाहिँ अलिक गाह्रो के यो भिडियो बनाएर अपलोड गर्न चाहिँ हैन. सो पढ्ने बेला त लाग्छ मैले चाहिँ अब सल्का डिजिटल मार्केटिङ कोर्स लिइरहेको नि त. पढ्ने बेला त लाग्छ कि यार भिडियो अपलोड गर्नुपर्छ बनाउनु पर्छ भनेर. तर करेजै नमिलेर. सो लेट्स सी हैन कस्तो हुन्छ आजको ब्लग टक्क लाएर. अनि चुनावको माहौल कस्तो छ रे नेपालतिर. कस्तो छ रे केमा हो अहिले भोट गाइज. केमा एमाले कि कांग्रेस कि माओवादी चाहिँ हटायो के हो त तारा चिन्ह छ हैन. अनि अर्को चाहिँ घन्टी के छ विचार. माटो अझै ओहो हो के छ विचार. प्लिज कमेन्ट डाउन हैन. भोट पनि केमा हाल्दै हुनुहुन्छ भनेर. अब तपाईलाई लाग्ला यहाँको मौसम कस्तो छ भनेर. मौसम हेर्नुहोस् 3-4 दिन भयो घाम नदेखेको. 3-4 दिन हैन. घाम नदेखेको 3-4 दिन भयो. यस्तो छ मौसम हेर्नु. सबैले मोटा मोटा ज्याकेट लाउँदै हिँड्ने. हैन घाम नदेखेको मेरो लुगा त सुकेर त धोएर पनि त गनाउन लागिसक्यो त फुङ्सी उठेर हैन. त्यो लुगा मैले त मेरो कोठामा त लुगा त कति भए कति के लुगा भएर मैले त के अरे सुक्दैन भनेर त ज्याकेटहरू त पुरा उस बस्छ. त्यो बेडभरि छ. कहिले घाम लाग्ला ट्याक्क लुगा धोएर च्याट्ट गरेर खाउँला भन्ने भइरहेछ हैन. लुगामा फुङ्सी उठिसक्यो कि. अब हिटरमा लाउनु धुन्थ्यो. लो बसायो है बेतामा अलि पछि सपिङ आएको छौँ. खानेकुरा 1 हप्ताको लागि किन्न. म यो भिडियो चाहिँ अलि देखाउँदैन किनेको. पहिला लास्ट भिडियो पनि छ हैन. तर चाहिँ अब
ट्याक्क लाएर साँच्चै घाम नदेखेको धेरै दिन भयो। भिटामिन डी को कमी होला जस्तो छ चाहिँ। अरूलाई भिटामिन डी को कमी हुन्छ, मलाई चाहिँ भिटामिन पी को कमी छ भने चाहिँ त्यही नि। पी भने के होला भन्नु होला फेरि पैसा। ल सामान किनेर पनि आइयो हेर्नुहोस् हजुर। तपाईँको सामानको बिल कति आयो भने 47 पाउन्ड, लगभग 50 पाउन्ड भनेको नेपाली कति भयो यार? 10,000 को 10,000 को सपिङ अब एक हप्तालाई पुग्दैन। ए हामीले एउटा कुरा भुल्यो नि चामल। ओ यार फेरि जानु पर्ने भयो यार। खै तगर आइज म यहाँ बस्छु। भाडा चामल र के अरे भाडा मार्ने साबुन चामल 3-4 त ल्याएछ है। ए यार लेख्दा लेख्दै पनि भुलियो यार। ओहो ए हाम्रो साथी चाहिँ चामल ल्याएर भाडा डुल्ने साबुन ल्याउँदै कसै लेख्दा लेख्दै पनि भुलिरहेको के यार। यस्तो न हुन्छ यार, दिमाग कहाँ छ रे? हक्न गए चाहिँ क्या हो यार। चामलै भुलिदिरहेको के मैले उयो पनि भिडियो यहाँ देखाइरहेको थिएँ चामल भेयो भनेर, अहिले त्यही भुलिरहेको। कहिले काहीँ चाहिँ हुन्छ उलुलुलु हो के मेरो। सुलुलुलु सुलुलुलु तर के छैन भयो अब काम त भयो। यस्तो हो क्या सुलुलुलु गाइज अलिक छिटो भयो फट तान्ने क्या सुलुलुलु सुलुलुलु म चाहिँ उलुलुलु यता नलाग्यो यता लगेन त्यो उसको के रे कौडी नै डाडा रामदेखि सुइतले उले सुलुलु सुलुलुलु हेलो गाइज। नो ल ल ठिक छ यो हो। ल ल ठिक छ। ओ बस रेडी भइसक्यो त। ल ल ल जाम जाम जाम। तर चाहिँ अब नेपालमा बिच्चा जानु हुन्थ्यो, तर यहाँ चाहिँ त्यस्तो छैन। हेर्नुहोस् यहाँ चाहिँ यसो ठुकम भन्दा नि यसो ख्याल गर्नुपर्छ होइन, मन खत लाग्छ क्या ठुक्न पनि। त्यही भएर हो बलु जाम 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 साटोटा लाएर अब चाहिँ हिँड्न पाइन्छ ट्याक्क लाएर होइन। त्यहाँ चाहिँ बस छ होइन, बस त छ फेरि फुट्ट गयो नि 15 मिनट फेरि हुन्छ। फेरि नसोचेको काम हुन्छ फेरि। कति लाग्यो बहर स्लाइसलाई? 7 पाउन्ड हो। ल ल ठिक छ। हाम्रो चाहिँ भागमा चाहिँ 33 पाउन्ड पर्यो। 30 पाउन्ड चाहिँ पैसा तिर्न पर्यो। मान्छे चढेछन् लाइनमा छन्। त्यही हो कुरो यस्तै छ। हात दुख्यो चाहिँ स्टार्ट गरिहाल्यो नि यार। ल ल जाम न। तर यहाँ चाहिँ कत्रा लाइन बस्छन् कि हेर्नु नि, पुरा लाइन बस्नु चल्दा नि पुरा लाइन बेललाई यहाँको मान्छेलाई चाहिँ यसो लाइन क्रस गरेको मन पर्दैन, हल्का डिस्टेन्स भएको मनपर्छ होइन। खोजा ठेलाठेली गर्नु पर्ला होइन भन्न खोजेको। अलि डिस्टेन्स कि अलि टाढेबाट बसेको चाहिँ यिनीहरूले चाहिँ मन पराउँछ कि। अनि लाइन कसैले त्यहाँ प्याचै बनिहाल्छ, त्यस्तो हुन्छ। हाम्रो भए त यही हुन्थ्यो नि त, खुच्चा ठेलाठेल त्यस्तो छैन। ल म बसमा चढ्छु। बसमा पनि चढियो लास्ट सिटमा टक्क लाएर। अब चाहिँ सर र घर जाने, मासु भात बनाउने, ल्याम खाने है। ल गाइज अब हामी घरमा आइसक्यो है। अब खाना बनाउँदैछौँ, यी खाना पाक्दैछ। यो कुकमेन है। अब आज अब यसो
हजुर राजमाको दाल राजमाकोलाई तड्का हाल्दैछु अब मलाई यहाँ यस्तो यस्तो टिनमा हुने रहेछ है हाम्रो किलोको हिसाबमा पाइन्छ क्या रे अब यहाँ यस्तो क्यानको डब्बामा क्यानमा डब्बामा अब यस्तो महँगो छ फेरि है 1 किलो यहाँ एउटा डब्बा किन्दा उहाँ एक पाथी आउँछ त्यस्तो छ अब भात पकाएर होइन के खान्छ अरे ल्याम्मा खाने अब यो चाहिँ हिजोको दाल यो चाहिँ हिजोको दाल त नदेखाम अरे फाल्न त भएन हेर्नु पैसा परेको अब पैसा छ क्या पैसा नेपालमा कुकुरले खान्थ्यो नत्र पनि कुखुराले खान्थ्यो होइन कुखुराले खान्थ्यो तर यहाँ चाहिँ म खान्छु तै खा म खान्न होइन राम्रो भनेर केही भएन होइन अब जे होस् अब यहाँ पैसा कमाउनै आएको हो बचाउनु पऱ्यो दुःख छ रुने होइन के अरे समोसा यो चाहिँ यो पनि चिकन टिक्का चिकन टिक्का समोसा कस्तो भेज आइदिएर आए बढी नाटक त भएन नि पुऱ्याउँदैछु यहाँ अब बास्ना अब लसुनको बास्ना कस्तो मिठो आएको छ भनेर तपाईँलाई क्यामेराबाट देखाउन सकिएन तर बहुत मिठो आएको छ अरे बहुत मिठो अब गाउँबाट आएको घिउ पनि छ देखाउँछु नि त म घिउ म चाहिँ घिउ लवर अब हल्का चाल्नु पऱ्यो हाल्दा ए घिउ हाल्दा बादमा यति हाल्दा एक चम्च धेरै होइन 1 चम्च ल दाइ पनि आउनु भयो पनि आउनु भइसक्यो ल ल ठिक छ त्यही हो यहाँ जीवन भन्नुकै हो काम सुत्ने खाने बस्ने ए यो बाहेक अरू केही छैन काम खाने सुत्ने बस्ने त्यही हो अब यसो तपाईँलाई यो घिउ धेरै नहाले फेरि पखाला लाग्छ पखाला लाग्छ नि त मलाई फेरि हालेपछि त्यसको बास्ना डरलाई फेरि हाल्यो यो चाहिँ कोलाएर फेरि घुमाएपछि अब पकाउन पनि जाने रहेछ भन्नु होला पकाउनु मात्रै न खाना पनि आउँछ हेर्नु खाना पनि मैले देखाउँछु है अब चाहिँ के बनाउला भनेपछि यो चाहिँ राजमाको दाल होइन चट्ट लाएर हल्का दही हालेर यो चाहिँ हिजोको दाल यो चाहिँ भात हल्का घिउ हालेको महँग बसाएको छ चाहिँ अब हामीले खान्छौँ लगाएछ आज चाहिँ हाम्रो डिबेट हुन गएको छ है कस्तो मेरो ए जुसले नि यहाँ जुस कुन खाने जुस देखान्छस् एप्पलमा कुन जुस खान्छ एप्पल धेरै जिल्ले नि भयो जीवनमा सबैभन्दा ठुलो भनेको भोक हो कि भोजनभन्दा भोक मिठो भन्नुको कारण यही हो खाएर मजा आयो अब म यति अगाइसकेँ अब अगाएर मलाई चाहिँ अब चिकन रोस्ट लिए पनि म खान सक्दिनँ एकचोटि यसो मुखमा हालौँला तर खान सक्दिनँ त्यही भएर भोजनभन्दा भोक मिठो 4-5 वटा हाल्छ मुखमा होइन साँच्चै हो त्यही भएर काम गरेपछि हुन्छ नि एउटा सिन्की झोल पनि गुन्द्रुकको झोल पनि एकदम मिठो हुन्छ कि होइन अब कोदो रोटी मिठो हुन्छ होइन भोक लागेको छ भने आँटो पनि मिठो हुन्छ होइन त्यही भएर चाहिँ पहिला चाहिँ भोक लाग्न पऱ्यो भोक मिठो हो कि टङ मनाएर यहाँ हुन्छ खाइयो मजा लाग्यो अर्को सुख भनेको चाहिँ के भन्दा चाहिँ एकदम गुअट्टायो बेला होइन ट्याक्क हग्न पाउनु पनि सुकुन हो है मलाई त एकदम सुकुन लाग्छ अन्त तँ जस्तो सुकुन केही छैन हुन्छ जब अट्टाएको हुन्छ नि यहीँ झर्न लागिसकेको हुन्छ नि त अनि ट्याक्क टोइलेटमा गएर या कतै गएर हग्यो भने एकदम सुकुन लाइफमा हुन्छ नि त नि योभन्दा सुकुन अरू केही थिएन जस्तो लाग्छ कि बन्द त्यही त्यो कुरा इन्सिडेन्ट अनुसार हुन्छ क्या हो नि इन्सिडेन्ट अनुसार हुन्छ इन्सिडेन्ट अनुसार भए पनि होइन हो नि तपाईँलाई कहिले भयो भने प्लिज लेट मी नो है इन कमेन्ट बक्स होइन तपाईँले अनुभव गर्नु कहिले हप्ता बेला मुड अट्टाइदियो बेला अट्टाइदियो बेला ट्याक्क मुड नपायो हग्न पायो कति मजा आउँछ है आहा त्यस्तै हो जीवनमा
खुसी भनेको ठुल्ठुलामा नखोजौँ, सानो सानो कुरामा खोजौँ होइन। सो खुसी भन्ने कुरा चाहिँ यहीँ आसपासै हुन्छ कि अल्तिरै पल्तिरै हुन्छ क्या होइन। अब त्यस्तो हुन्छ अब दुईजना साथीहरू बस्दा पनि होइन, अब एउटै रुममा बस्ने, अब एक दुसरालाई अब हेलो हाई के छ खबर के भइरह भन्ने नसोड्ने, अरू ठाउँ मैले दुःख पाएँ भनेर हिँड्नु पनि भएन होइन। पहिला चाहिँ आफ्नो सराउन्डिङ, आफ्नो घरभित्र आफ्नो फ्रेन्ड भयो, त्यहाँ चाहिँ आफ्नो रिलेसन बलियो बनाउने, अनि त्यसपछि बल्ल अब हुन्छ। अनि बाहिर मैले दुःख पाएँ, मैले यसो गर्नु भन्ने कि खुसी पाएन म, दुःख मात्रै मेरो जीवन कति अन्धकार हो भन्ने होइन कि। सो हामी अन्ध छौँ कि खुसी हेर्न होइन। सानो सानो कुरामा खुसी हुन्छ, त्यो भएको हुन्छ, तर हामीले देखिँदैन, हामीले नजरअन्दाज गरिन्छ। त्यसैले जीवनमा सानो सानो कुरामा खोजौँ भन्दै आजको भ्लग म यहीँ अन्त्य गर्न चाहन्छु। अनि अर्को भ्लगमा भेट्ने बच्चन साइड होइन भ्लग बन्द नगर यहाँ एउटा कुरा, हाम्रो चन्द्रभन्दा आर्य दाइले के भन्नुहुन्छ होइन यो चाहिँ राजनीतिक चाहिँ म एकदम मेरो पृष्ठभूमिमा मेरो राजनीतिक त्यति थाहा छैन। यो चाहिँ कुनै दिन कुनै समयमा भिडियो समक्ष ल्याउनेछु तपाईँहरूको अगाडि। तर आज यति भन्दै भोलि भेट्ने वचन आशा गर्दै यो भ्लग यहीँ समाप्त गर्न चाहन्छु। हस्त, धन्यवाद, जय नेपाल।